हे गाइज वेलकम ब्याक टु माई च्यानल। तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज म काममा जाँदैछु र आजको दिन कस्तो हुन्छ भनेर म तपाईहरुलाई देखाउँछु। भिडियो अन्तिमसम्म हेर्नुहोला अनि यस्तै भिडियो हेर्नको लागि मेरो च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला। 1:43 भयो, 2 बजेबाट काम सुरु हो। 2 बजेसम्म त म पुगिहाल्छु नि। 10 मिनेट मलाई हाततिर त के छ सब थाहा के तर किन मैले बाटो सन्दै हिँड्छु नि त। पेटहरू सब छ अनि यसको पछाडि त अर्को वेयरहाउस थियो कि त्यहाँ चाहिँ म सुपरभाइजर भएर काम गरिदिन्थेँ कि पहिला। यहाँ पछाडि हो अनि यहाँ चाहिँ एरो नदिए जानु पाइन्छ। उताबाट गाडी आएन भने चाहिँ उताबाट गाडी आएन भने चाहिँ त्यहाँबाट त्यही हाल्न पाइन्छ है। चरर जाने होइन हाम्रो चाहिँ यहाँ है टाइफ्रेस कर्पोरेट। यसरी खोलिन्छ ढोका होइन, पिन हालेर ट्याक्क लाएर। यो चाहिँ सेक्युरिटी अलार्म होइन, जस्तै यहाँ सेन्सर छ कता हाल्यो यहाँ माथि छ सेन्सर। त्यो सेन्सरले चाहिँ अनि यहाँ यस्तो छ होइन, त्यो सेन्सरले चाहिँ त्यहाँ हिँडेको थाहा पाउँछ कि। अनि यो अफ नगरी चाहिँ अनि गयो भने चाहिँ प्या 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 गर्छ देख्छौँ है। मेरो होइन यहाँ कुन चाहिँ छ, मेरो पनि छ यहाँ, मेरो नाम नै होला यहाँ विशाल। ब्रेड हाई यो ब्रेड नै जान्छ डेलिभरीको लागि। अब आज चाहिँ यो ब्रेड प्याक गरिदिने होइन, 1 घन्टा त लाग्छ ब्रेड प्याक गर्न। यस्तै चाहिँ हेर्नुहोस्, नगरी काममा पुग्दैन खान साँझ र बिहान भने जस्तो भयो होइन। के बेलामा पढिन्थ्यो, अहिले त यो त जिन्दगीमा लागु नै भयो है। यहाँको यताको काम चाहिँ सकियो होइन, देख्छौँ त है। अब यो फालिदिनु पर्छ होइन, कार्डबाट फालिन्छ। हाम्रो मेसिन छैन यो मेसिनमै हालिदिने हो। चल्यो त्यसले चाहिँ अब यस्तरी ख्याप ख्याप गरेर त्यसलाई पेलिदिन्छ होइन। पेनको खासै युज भएन किनभने एक्ज्याक्ट अर्डर आएको थियो, केही पनि मिसिङ थिएन होइन। देख्नुहोस् त केही पनि एक्स्ट्रा भएन, सब थोक निट एन्ड टाइडी भयो होइन। जति अर्डर आएको थियो त्यति सामान आएको थियो, सबै प्याक भयो। यो अघि प्याक गरेको ब्रेड चाहिँ यसरी लिएर आउने होइन, अनि च्याट गरेर यहाँ अर्डर राख्ने होइन। लगाएर म रेडी भइसकेँ होइन। यहाँ आइपेड पनि लगइन गरेँ है। यसरी खासै अब यहाँ चाहिँ अर्डर हेर्ने होइन, कुन कुन कम्पनीको के छ भनेर। अब यो सामान चाहिँ यहाँ लेखेर जति सामान चाहिँ यो ब्यालेन्समा छ होइन। अनि यसलाई चाहिँ क्रमशै हाल्नुपर्छ होइन। जस्तै सुरुमा यहाँ लग्जरी यो नेक्स्ट चेन लेखेर नेक्स्ट चेन भित्र हाल्ने, यहाँ खात लाउने ट्याक 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 ट्याक। त अब गाइज देख्न सक्नुहुन्छ होइन, देख्न सक्नुहुन्छ सामान यसरी लोड गरिसकेँ होइन। सब हालिदिइसक्यो, ड्याङ डुङ ड्याङ ड्याङ ट्रली पनि हालिदिइसकेँ। अब ड्याक्क लगाउने यसलाई बन्द गरिदिइसकेँ होइन। फोक्सले पुरै मैले चार्ज हालिदिइसकेँ होइन। अब यहाँ यसो हेर्नु पऱ्यो अब अन छ छैन सिस्टमहरू। सिस्टम अनमा हुनुपर्छ होइन। कम्प्रेसर अन, लाइट अफ, करा होइन, यस्तो हुनुपर्छ होइन। ल अब मेरो त डेलिभरी सुरु भयो है, देख्नुहुन्छ होइन। सबजना गइसकेँ, बत्ती मारिदिएँ, यहाँ अवे गर्ने होइन। म गुड बाई भनिसकेँ होइन। ल अहिले चाहिँ म जान्छु, अँध्यारो भइसकेको छ है, अँध्यारो भइसकेको छ मेरो बिहान। सो अब हामी जान्छौँ, हाम्रो फर्स्ट ड्रप छ 180 जर्ज स्ट्रिटको है। 180 जर्ज स्ट्रिट भनेको चाहिँ लगभग तपाईँको हाम्रो सर्कुलर किनमै पर्छ है। त्यहाँबाट सेल्स फोर्सको बिल्डिङ छ ठुलो होइन, त्यो बिल्डिङमा जाने हाम्रो फर्स्ट डेलिभरी। सो त्यसको लागि चाहिँ म M4बाट जान्छु। माथिबाट M2बाट गयो भने पुगिन्छ होइन, तर मलाई त्यो M2बाट अलिक अप्ठ्यारो लाग्छ होइन। सो आफू गइरहेको बाटो जानुपर्छ, त्यति हो। अनि पहिला चाहिँ 7-Eleven जान्छु, लास्ट भोक लाग्यो केही किन्छु 7-Eleven गर। देख्नु सक्नुहुन्छ साथीहरू होइन, म चाहिँ अहिले यहाँ 7-Eleven आइपुगेको छु है। मलाई खासै के चाहिँ किनिनँ होइन। देख्नु सक्नुहुन्छ एउटा कफी चाहिँ लिएर आयो, के खाम भइदिरहेको 7-Eleven त छिरे होइन। यस्तै हुन्छ अहिले, के खाम भयो। नेक्स्ट लेफ्टबाट चाहिँ होइन, त्यहाँबाट छिरी M4 पुगिन्छ अनि त्यो चाहिँ सिधै सिटी जान्छ है। त्यो पनि तपाईँले देखाउँछु होइन म होइन।
त्यहाँबाट छिर्छु म हेर्नु एकैछिनमा यहाँ सिग्नलमा बस्यो 2 मिनटमा सिग्नल खुल्छ त्यसपछि ट्याक्क गए सिधै 90 को स्पिड छ होइन 100 हान्दा खासै फरक पर्दैन 100 हानेर सिटी पुगिन्छ लगभग 20-25 मिनटमा पुगिन्छ ल यो मैले भन्थेँ नि यहाँ सिग्नल खुल्यो होइन अनि यहाँबाट लेफ्ट हान्ने होइन यहाँ त्यो उतै लेखाइदिनु सक्छौ M4 सिडनी भनेर लेख्या वेस्टर्न मोटर हाइवे चाहिँ यसमा चाहिँ पैसा दिनुपर्छ यहाँबाट पारामाटासम्म चाहिँ पर्दैन होइन पारामाटाबाट माथि पेन्द्रीसम्म चाहिँ फ्री छ पारामाटाबाट चाहिँ पैसा दिनुपर्छ है त ल गाइजहरू म छिरिसकेँ होइन अब यो मोटर हो म रन किन्छु है ल है गाइजहरू होइन म चाहिँ अहिले यहाँ ठ्याक्कै पारामाटा आइपुगेँ होइन अहिले भन्थेँ नि मैले पैसा तिर्नु पर्दैन माथिसम्म भनेर होइन अनि पैसा दिने बुथ चाहिँ यहाँनिर छ होइन यहाँबाट लियो यो एक्जिट लियो चाहिँ पारामाटा पुगिन्छ होइन पारामाटाको चर्च स्ट्रिट हुँदै अगाडिको अनि यहाँदेखिसम्म चाहिँ यस्तो छ यो बार जस्तो यहाँ छ नि बत्ती सत्ती भएको माथि यहाँ क्यामेरा स्यामेरा छ होइन यो बत्ती सत्ती यो माथि भएको रेन्जमा भएको चाहिँ अब टुटो गर्छ हेर्नु यहाँ देख्नुभयो सुन्नुभयो यो चाहिँ पैसा काटेको है अब यहाँबाट चाहिँ पैसा लाग्छ है तल गएको चाहिँ गाइज होइन ल भिडियो कस्तो भइरह होइन राम्रै भइरह भने कन्टिन्यू हेरिरहनु होला होइन अनि च्यानल सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला है च्यानलमा जति पनि नयाँ हुन्छ सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला यस्तै नयाँ नयाँ कन्टेन्टहरू र नयाँ नयाँ भ्लगहरू लिएर म उपस्थित हुने नै छु तपाईँहरूको माझमा अहिले चाहिँ हेर्नुहोस् है यहाँ अहिले चाहिँ अब हाम्रो टनेल सुरु भएको छ होइन यो टनेल चाहिँ ट्याक्कै यहाँबाट सुरु कहाँबाट भन्दाखेरि होमबुसबाट सुरु हो होमबुसबाट लिएर गएर सिधै यसले एन्ज्याक ब्रिजमा निकालिदिन्छ गाइजहरू यही टनेल पछि एयरपोर्ट पनि यही टनेलबाट गइन्छ है यो टनेल चाहिँ यो टनेल लगभग 7-8 मिनटको लामो छ होइन गाइजहरू मैले भन्थेँ नि होइन टक्क टनेल सकिने बित्तिकै हाम्रो यो टनेलको चाहिँ ठ्याक्कै जस्तै एक्जिट चाहिँ यसले सिधै हेर यहाँ एन्ज्याक ब्रिजमा ल्याएर जोडिदिन्छ होइन लास्टै बवाल छ क्या यहाँको यो रोड नेटवर्क सिस्टम चाहिँ मलाई लास्टै मनपर्छ होइन कहाँ उहाँ होमबुसबाट छिराइदिएर लिएर आएर होइन यहाँ टनेल हेर्न कति इजी बनाइदिएको अब सिटी आउने जानुलाई चाहिँ लास्टै बवाल छ कि बाटो चाहिँ अनि तिमीलाई चाहिँ के थाहा हुनुपर्छ त लेन थाहा हुनुपर्छ होइन तिमी कुन चाहिँ लेनमा बसिरह भनेर नि हेर कति हुन्छ लेन अब 1 2 3 4 5वटा लेन भयो होइन म चाहिँ सधैँ यही एउटा लेनमा छु उता जान्न यता जान्न यही लेनमा बस्छु यही लेनबाट आऊ होइन यो चाहिँ सिटीको चाहिँ तिमीले एक्जिट मिस नगर्नको लागि बेस्ट अप्सन यो है गाइज तिमी पहिल्यै थाहा हुनुपर्छ कुन चाहिँ लेनबाट जान्छौ तिमी भनेर म हार्बर ब्रिज देख्न सक्दैन उता हार्बर ब्रिज यो चाहिँ एन्ज्याक ब्रिज भयो होइन दुईवटा ब्रिज छ यहाँ चाहिँ यो एन्ज्याक ब्रिज हो त्यो हार्बर ब्रिज हो त्यहाँ झन् लास्टै के छ ट्राफिक होइन यहाँ त यतिको छ है यहाँ यो चाहिँ सहिलो छ यहाँ 4 लेन छ होइन सहिलो छ कति धेरै जान झुकिरहेको हुन्छ कि अब यहाँबाट झुकेर छिर्यो भने चाहिँ कहाँ पुगिन्छ क्या अब नर्थ सिडनी पुगिन्छ होइन यो बाटोबाट अब नर्थ सिडनीबाट फर्केर आउने हो गाइजहरू सिटी झिलिमिली छ है सिटीमा भिड चलिरहेको अहिले हेर्न पनि पाएको छैन भने हेर्न आएको छैन भन्ने है म चाहिँ भिड हेर्न आएको छैन यो वर्ष होइन अघिल्लो वर्ष चाहिँ आएको थिएँ यो वर्ष चाहिँ म आएन यो लास्ट विक हो रे भन्छन् है अब के हुन्छ खै अब हेर्न आइयो नि आइहाल्यो अब फ्रेजर्स लेख्या त्यो फ्रेजर्स जान्छु म अरू कहाँ जान्छु अर्को जान्छु म एओएन लेख्या बिल्डिङमा जान्छु वहाँ लेख्या वहाँ रातो वहाँ एओएन लेख्या त्यो बिल्डिङ पनि जान्छु म अरू कुन बिल्डिङ जान्छु धुवा आएको के हो सिटी ओइ धुवा आएको त मलाई सिटीमा के हो आग लागि भयो क्या हो कुवाकर कुकु गर्छ होइन लेन चेन्ज गरिदिन्छु अझै पनि म तल लेनमा आउँछ नि किन जाँदै मेरो जाने यही लेनबाट हो खटा चलायो जेमसँग चाहिँ ट्राफिक कन्ट्रोलहरू बत्ती लिएर हिँडेका छन् यिनीहरूलाई पो रमाइलो काम छ केही काम छैन नि यिनीहरूको चट्टै बत्ती लिने हिँड्ने होइन है लास्ट दामी दामी दोकानहरू छ यहाँ होइन H&M रहेछ यहाँनिर होइन खै त्यो के हो थाहा छैन यहाँ टुडो रहेछ यहाँ डियोर छ यहाँनिर यी सनेल देख्यौ हर्मेस ल यो नि खतरा यो चलेको रोलेक्स ल उच्चा उच्चा बिल्डिङहरू है म चाहिँ आइपुग्नु पो लाग्यो अहिले यहाँ ठ्याक्क 5-7 मिनट पुगिन्छ होइन ऊ त्यहाँ दौडिरहनु मान्छेहरू इभिनिङ वक हाने होला नि ओइ आमा काँडे आयो बस होली कार होइन होली बस कसम तिनीबाट चुवाक छेउ कत्र बस आउने यार भिड सिनी लाग्यो त्यतापट्टि चाहिँ अब के गर्ने अरू भिडलाई नमारी हिँड्दैन अब चाहिँ काम त गर्नु परिहाल्यो यो अहिले चाहिँ लास्ट राम्रो छ होइन
मलाई सबसे मन परेको त्यो बोर्ड हो होइन, त्यो बोर्ड चाहिँ सबै जोडेर बनायो होइन। हेर्नु है, त्यो एउटै होइन कि त्यो बोर्ड, हेर सबै त्यो थरी थरीको बोर्डहरू मिसाएर एउटै देखिएको त्यो चाहिँ। लास्ट अक्का खायो होइन, खै कसको आर्ट हो त्यो होइन, बवाल छ त्यो। हामी भनेको चाहिँ अब यहाँ हो, मेरो सेक्युरिटी त यतै हिँडे चुरोट खाँदै। मदानी बिल्डिङको सेक्युरिटी त्यता बाटातिर चुरोट खाँदै हिँड्छ है। मदान लागेको बिल्डिङ चाहिँ यो हो है, मैले देख्न सक्नुहुन्छ है गाइजहरू। हामीतिर हालिदिइहाल्ने स्वाट्टै होइन है, पाल्थेर हालिदिहाल्ने मैले हामीतिर हाल्ने स्याट लाएर है। यसको नि यो भित्र होइन, यो लोडिङ डक चाहिँ, द्याट्स द लोडिङ डक। हेर्न सक्नुहुन्छ होइन, मेरो डेलिभरी लगभग कति छ, एउटा ड्रप, दुईवटा, तिनवटा ड्रप। तिनवटा ड्रप यही बिल्डिङमा छ होइन, तिनवटा ड्रप त नि होइन, तिनवटा ड्रप मेरो यही बिल्डिङमा छ है। लोडिङ डक हाम्रो यो च्याट्टा लाएर ऊ त्यहाँ ल राख्छु। रन कार आइसकेँ म होइन, त्यहाँ देख्न सकिन्छ च्याट्टा लाएर हेऱ्यो बे नम्बर 4 मा लगाएर स्वाट्टा हालिदिन्छु होइन। देख्न सकिन्छ कहाँ हेर्नु पर्दैन, सिधै बेमै हेर्ने, हालिदिइहाल्ने यसरी सिधा लिएर आउने, 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 झ्याप्प यहाँ पछाडि ब्रेक हान्ने, द्याट्स इट। अब यहाँ साइन इन गर्नुपर्छ, नाटक अलिकति गर्नुपर्छ कि। यस्तो ठुल्ठुलो बिल्डिङमा आइसकेपछि चाहिँ नाटक चाहिँ अलिकति गर्नुपर्छ कि। हेर्ने यसरी आउँछ होइन, नाम लेखेर मेरो है। त्यो लिफ्टको लागि यसो किहरू लिने, अनि भत्काइ चेक हान्नु पऱ्यो पहिला त होइन। ड्रिफ्ट हान्दिएको थियो अघि, पल्ट्या त केही पल्ट्यालो हेर्नु, यस्तो एज इट इज आहा होइन। अब ल्याम्दै लाएर अब ट्रलीमा हाल्ने सामान, यो जे लिएर आऊ यो जम्मै ट्रलीमा हाल्ने अनि पुऱ्याउनु जाने, द्याट्स इट। त्यो हो काम चाहिँ है। चट्ट लाएर अब यहाँ ट्रलीमा भर्नु पऱ्यो होइन सामान। देख्न सक्नुहुन्छ है सामान होइन, चट्ट लाएर यति भयो है। गाडी लक गरिदिउँ, यो पुरा आराम, एक लटै पुरा आराम। काम मलाई गदाले भारी बोके जस्तो छ होइन, के गर्नु त गाइस, जीवन पाल्नै पऱ्यो होइन। अनि यो अहिले मैले लिएर आएको कार चाहिँ यो यसको लागि हो, यो चाहिँ यो भाँडाको लागि। यसले यहाँ छुनी, यहाँ थिच्ने, अनि यसले लेभल 7 मा पुऱ्याइदिन्छ। यो खोल्ने, यसले यहाँ खोलियो होइन। अब यो सामान घिसार्ने, यो चाहिँ जिप मनीको अफिस हो है, देख्न सक्नुहुन्छ होइन। यो चाहिँ रिसेप्सन होला यिनीहरूको होइन। मेरो काम भनेको त चट्टै यसलाई घिसारेर लिएर आउने, यहाँ यसको डेलिभरी चाहिँ यहाँसम्म हो होइन। मलाई त अन्त जानलाई एक्सेस छैन होइन। उयो हाली त ओपेरा हाउस देखिने चाहिँ क्या, अब त हामी अलि देखाइदिन्छु नि म। गाडी जतिमा ल्या ओपेरा हाउस देखिने चाहिँ क्या, त्यहाँ दामी देखियो है। गाइजहरू मैले भिड त यहीँबाट हेरिदिएँ है, देख्नु सक्नुहुन्छ होइन। मान्छेको बाटा खेलेन होइन, यहीँबाट देखिँदो रहेछ है। ऊ त्यहाँ फेरि लगाइरहेको त्यहाँ के छ त त्यहाँबाट। एउटा डेलिभरी सक्यो अरे, मैले यहाँ राख्थेँ कोक चाहिँ यहाँ राख्दैछु। खै अफिसमा काम गर्छ होइन गाइजहरू, तपाईँले आइटी साइटी पढ्नु भयो भने चाहिँ अब चट्टलारी कम्प्युटरमा बसेर कामसाम गर्न पाइन्छ होइन। अब पढ्नु भएन भने चाहिँ मैले जसरी ट्रली कुदाएर यिनीहरूलाई अब ब्रेड र अनि फ्रुट्स लिएर दिनुहुन्छ, जस्ट सिम्पल थिङ है गाइजहरू। देख्न सक्नुहुन्छ होइन, अफिसमा काम गर्नेहरूको लागि यस्तो सुविधा सम्पन्न छ होइन। यिनीहरूको ब्रेड नि छ, 2टा टप्स फुड पनि छ, प्लस दुध चाहिँ यिनीहरूको त सब फ्री छ है। यही हो है सर्भिस भनेको, हाम्रो कामको सर्भिस चाहिँ यो है। जस्तै हामीले दुध मात्रै बेचिरहेन कि होइन, साउले त चट्टै फ्रिजमा हालिदिँदाखेरि पैसा लिइदिन्छ होइन। यहाँ ल्याएर चट्टै खाइ फ्रिजमा राखिदिएर चट्टै ढक्कन लाउने, पेपर हेरेर राखिदिने, लेट्स गो। यो लेभल 4 को सक्यो, अब हामी जान्छौँ लेभल 15। ल एक्सेस कार्ड अन, लेट्स गो। यतापट्टि खायो चाहिँ एफपिए भनेको चाहिँ फ्रेजर्स प्रपर्टी इन्डस्ट्रियल हो होइन। चाहिँ पाउरोटी, 2टा डब्बा फ्रुट, प्लस एउटा डब्बा यहाँ गाजर एभोकाडोहरू छ होइन। यसरी आउने होइन, टक्क ढोसो लगाइदिने।
के भाइ सो हाम्रो काण्ड चाहिँ त्यसरी हुन्छ होइन देख्न सक्नुहुन्छ होइन मैले त्यो अहिले लिएर आएको चाबी सब फिर्ता गरिदिएँ है सो अब हाम्रो चाहिँ नेक्स्ट स्टप है अब हामी जान्छौँ होइन नेक्स्ट बिल्डिङमा यहीँ नजिकै छ त्यस्तो धेरै टाढा छैन होइन 8 बजीसम्म घर 9 बजीसम्म पुग्न पाएदेखि पनि हरिब हुन्थ्यो भने भोलि बेला 7:30 बजी काम फेरि मेसेज गरिसक्यो मेबी ट्याटु पार्लर रहेछ होइन यहाँ ट्याटु अन्डरग्राउन्डबाट आयो के हो नि के पप रे ओह माई गड के पपको दोकान रहेछ यहाँ त्यो अहिलेको बिल्डिङ भयो 180 जज स्ट्रिट अनि यो कति हो यो चाहिँ 210 जज स्ट्रिट है अघि नैको त्यो सेक्युरिटी बस्छ तिनीहरूको चाहिँ यहाँको चाहिँ सेक्युरिटी कोही होइन आफै सेक्युरिटी हो यहाँको चाहिँ होइन यी कार्ड लिने हो ट्याक्कै खोल्ने हो सटर खुल्छ होइन अनि यहाँको सटर चाहिँ यस्तो सुस्ती छ होइन बिस्तारै कुद्छ कहिले हो अब यसलाई स्याट्टा लिएर गएर यहाँ राख्छु होइन मिठो पार्किङ हाल्नुपर्छ यतापट्टि लिएर गएर होइन यतापट्टि लिएर गएर च्याट्टलाई रिभर्समा हालेर सर्लक्कै घुमाइदिन्छु म कति दुःख गर्नुपर्छ होइन यो जाबो पापी पेट पाल्नलाई कति दुःख गर्नुपर्छ तपाईँहरूलाई के थाहा कति सङ्घर्ष छ कति दुःख छ होइन भने जस्तो सजिलो हुन्छ गरेर खानलाई हेर्नुहोस् यहाँ अब चट्टलारी दुध खान मान्छेले यहाँ चट्ट दुईवटा दुध होइन यो स्वाट्टा लाएर नि भाषा कसले बनायो होला नि स्वाट्टा लाएर स्याट्टा लाएर भन्ने होला यो भयो होइन दुःख छ नि गाईहरू दुःख छ कस्तो मेहनत गर्नुपर्छ ल हेर्नुहोस् गाह्रो छ गाईहरू गाह्रो छ अब के गर्नु त नि अब के गर्नु त यति हो होइन यो दुईवटा टप्पो चाहिँ एक्सनमा आउँछ नि म फेरि लेट्स गो है हेर्नु यहाँ वास्तुकलाहरू कस्तो खतरा छ के हो यो मलाई दुल्को बनाखान होइन कहाँ गयो म चाहिँ माथि जानुपर्ने होइन गनाखामा साला खासै मिठो बाँच्न नै आएन होइन यो बिएटी भनेको चाहिँ ब्रिटिस अमेरिकन टोब्याको है त्यहाँ कसै सुर्ती गनाउँछ यहाँ चाहिँ बेटर टुमोरो यिनीहरूको चाहिँ खास सुर्तीको अफिस होइन सुर्ती थाहा टोब्याको भनेको सुर्ती कम्पनी जस्तै सूर्यको कम्पनी हुँदैन सूर्य कम्पनी भने जस्तो यो ब्रिटिस अमेरिकन टोब्याको भन्नेहरू होइन यहाँ यस्तो सुर्ती गनाउँछ कि आमा अनि यिनीहरूको चाहिँ पाउरोटी होइन एउटा पाउरोटी अनि यो एक डब्बा फ्रुट हो यिनीहरूको चाहिँ द्याट्स इट यति हो यहाँको वी गो टु नेक्स्ट लेभल नाउ ए फरवर्ड थिङ्किङ फर अ स्मोकलेस वर्ल्ड रे होइन बेच्न चाहिँ यिनीहरूलाई चुरोट बेच्छन् फेरि त्यहाँ यो छैन हाम्रो चाहिँ लेभल 15 को चाहिँ होइन सो सबै बिल्डिङको चाहिँ होइन लगभग सेमै हुन्छ होइन भित्र जाने आउने तरिका चाहिँ सबै एउटा हुन्छ होइन सबैको एक्सेस पास हुन्छ होइन सबै कम्पनीले आफ्नो एक्सेस पास बना हुन्छ ढोकाको दुध फ्रिजमा पाउरोटी बाहिर यिनीहरूको स्ट्रबेरी पनि ल्याइदिएको आज मैले अघिचोटि त एउटा मात्रै ल्याइदिएको छु कि अघिल्लो हप्ता स्ट्रबेरी यसको चाहिँ खासै धेरै छैन होइन के भयो पुलिसले खेदाइयो एक डब्बा फ्रुट अनि अलिकति दुध छ होइन 4-5 बोतल दुध छ द्याट्स इट है यो गर्ने लक लगाइदिने आउनु गाजी म देखाउँछु नि यसको यो 10 स्प्रिङ स्ट्रिट हो यो चाहिँ गाडी यहीँ पार्क गरिदेऊ भ्यान यहीँ पार्क गरिदेऊ बालै भएन सेम प्रोसेस अनलक यो ढोका चाहिँ लास्ट साह्रो छ होइन कस्तो रिस उठ्छ मलाई त्यो साह्रो भएर
बिल्डिङ दामी छ यो होइन, पुरानो छ होइन, लिफ्ट पनि सानो छ, त्यस्तो वाइल्ड फ्यान्सी अरू बिल्डिङहरूको जस्तो छैन होइन। यु क्यान सी। अनि सबैको एउटा सर्भिस फ्रिज त हुन्छै हुन्छ होइन। अनि फ्रिजमा लगाएर दुध लड्काइदिने, दुध अनि च्याट्टा लाएर के हो फेरि यो ल्याक्टोज फ्री दुध नै हो यिनीहरूको, अनेक छ ढाँसा फेरि यिनीहरूको। है अब यो बिल्डिङमा त जम्मा 2टा मात्र ड्रप छ है। सी क्या दामी छैन किचन हेर्नु, सबको अफिसहरू किचन हुन्छ होइन। यसको यो त फक झन्नै पल्टेको है, धन्नै पल्टाइदियो। विन्याड हो जस्तो बास्ना आहा होइन, विन्याडै हो क्या हो विन्याड जस्तो बास्ना खाने चाहिँ विन्याडै हो होइन। मान्छेहरू लहर पर हेरेको छैन होइन, यो खैरेले त मलाई टिप्ला चाहिँ हेरेको क्या हो, डेन्जरै हेरिदिएको क्या हो। किन त्यसरी हेरे तालुमा हानिदिन्छु त्यसको अहिले म हो नि, हेरिदिएको क्या हो। ल मलाई बाटो हेरेर हिँड्नु न, लड्छ र ठेस लाएर अहिले मलाई हेरेर हुन्छ त। अब यहाँ स्टारबक्सको कफी पनि रहेछ, आफू त सेमिलामीको खाएर हिँडेको हौ। फाइनल्ली ढोको खोलिदिएको छ होइन। यहाँ पनि म फर्काएरै पार्क गर्छु होइन, अहिले जान सहिलो हुन्छ होइन। ल है गाइज, यो चाहिँ मेरो सेकेन्ड लास्ट डेलिभरी होइन। यो पछिको अर्को बिल्डिङमा जान्छु। अनि यसको सामान चाहिँ यति छ होइन, यो चाहिँ दुईवटा लेभलको है, देख्न सक्नुहुन्छ। यो चाहिँ अप्ठ्यारो छ हेरेर चाहिँ है। यहाँ कस्तो धक्का गर्छ क्या। आज कहाँ गएको यहाँको बत्ती सत्ती बाल देखेन, अँधेरो बनाइदिएछ। यहाँ चाहिँ यस्तै धक्का मर्छ होइन। गाह्रो छ गाइजहरू, गाह्रो छ। पैसा कमाउन सहिलो जस्तो छ त। ए अनि पैसाको कुरो भन्दै थिएँ अनि मेरो आजको पे चाहिँ कति भयो अनि भिडियोको लास्टमा भन्छु है। यति काम गरेको मलाई कति पैसा आयो आज, हिसाब किताब चाहिँ म तपाईँहरूलाई लास्टमा भन्छु। यो चाहिँ न्युट्यानिक्स भन्ने कम्पनी हो है। यसले चाहिँ हाम्रोबाट धेरै सामान लिएर आउँछ कि। दि अलट अफ थिङ गाइजहरू। यहाँ चाहिँ देख्न सक्नुहुन्छ है, यो ब्रेड भयो, यो हाम्रो योगर्ट भयो, 3 यहीँ राखिदिउँ होइन। यो भयो योगर्टको 4। के हो यो त पानी चुहिया क्या हो, के भयो चाहिँ त फक टाइप के भयो थाहा छैन होइन। चाहिँ हाम्रो योगर्ट भयो है यिनीहरूको। यो अस्ति किटक्याट मिस भएको थियो यिनीहरूको, द्याट्स किटक्याट। अनि यिनीहरूको यो एकदम फ्रुट यो भयो। यो चाहिँ यिनीहरूको यो माथि क्रेडिट क्रपको हो। प्लस यिनीहरूको मिल्क पनि छ होइन। मिल्क चाहिँ तपाईँले भनिहालेँ होइन, हाम्रो कम्पनीले भनेको चाहिँ सर्भिस प्रोभाइड गर्ने हो होइन। डेलिभरी त सबैले गर्छन् होइन, तर हाम्रोमा चाहिँ के छ भन्दाखेरि यसरी फ्रिजमै लगेर हालिदिनुपर्छ भन्ने कुरो छ है। छोरी दिन्छ है। यो यहाँ भयो। अझै यिनीहरूको एउटा यो बनाना ब्रेड नै फ्रिजमा हालिदिनुपर्छ, दही नै फ्रिजमा हालिदिनुपर्छ है। किन भन्दा अहिले म बेलुका आएको होइन, 7 बजी आछु यहाँ डेलिभरी गर्नलाई। अफिस खुल्छ भोलि बिहान 9 बजे। अनि इफ मैले सामानहरू यहाँ भित्र राख्दिनँ भने त यो सामान बिग्रिन्छ होइन। बिग्रेपछि घाटा कसलाई हुन्छ? घाटा हामीलाई हुन्छ, कम्पनीलाई हुन्छ, हाम्रो कम्पनीलाई। यिनीहरूलाई थोरै नै यिनीहरूलाई भोलि कम्प्लेन हालिदिन्छन् कि यस्तो यस्तो भयो, सामान हाम्रो ड्यामेजवाला सामान आयो भन्ने कुरो हुन्छ। त्यही भएर देख्नुहुन्छ यो चाहिँ क्रेडिट क्रप ग्रुप होइन। यसले चाहिँ के गर्छ भनेर तपाईँलाई थाहा होला होइन। तपाईँको क्रेडिट हिस्ट्रीहरू चेक हान्छ यसले चाहिँ होइन, यो कम्पनीले। सो यही हो, देख्न सक्नुहुन्छ है।
मलाई देख्न सक्नुहुन्छ होइन खुसी भएको म अब काम सकिन लाग्यो है कहाँ जान लाग्दैन एकसित ल चला न है यसले गर्दा मैले जाममा रोक्या हो यसलाई मन यस्तो हानिदिन्थेँ नि यसलाई मैले यही एमआइडी सिडनी यहाँ छ होइन ऊ एमआइडी सिडनी ए एमआइडी सिडनी पनि यहाँ छ यो भिक्टोरिया युनिभर्सिटी भनेको थियो भिक्टोरिया युनिभर्सिटी यहीँ छ होइन द्याट भिक्टोरिया युनिभर्सिटी ए हायर रिजेन्सी यहाँ छ अब घर फर्के जान्छ यहीबाट थियो होइन यही लेख्या एन्ज्याक के हो एन्ज्याक ब्रिज वेस्टर्न सबब भने होइन म जान्छ यहाँबाट हो होइन तर यहाँबाट अहिले जान्न म जस्तै अहिले म चाहिँ अगाडि जानु छ एउटा ड्रप झार्नलाई लास्ट डेलिभरी अनि त्यसपछि चाहिँ अनि बल्ल अनि यहाँ आउने हो त्यही हो कति भयो 7:53 भयो होइन 9 बजे साइन आउट गरेर घर पुग्ने भन्ने विचार छ आज होइन यस्तो बिचमा हालिदिएको क्या बिजी छ है गाइजहरू सिटी चाहिँ होइन आज खै पब्लिक होलिडेको के हो आज किङ्स बर्थडे होइन किङ्स बर्थडे मनाउन मान्छेहरू बजारमा ओर लिएर आएको छन् है देख्न सक्नुहुन्छ है हरेक सिग्नलमा मान्छे छन् क्या अब हरेक चोकमा मान्छे बाटो काट्न रेडीभर बसिहान् देख्न सक्नुहुन्छ बिजी छ सिटी म यहाँबाट जाने हो कहाँबाट यहाँ एउटा जस्तो होइन यहाँबाट लेफ्ट हान्ने हो यहाँबाट लेफ्ट हाल्ने है अनि मलाई चाहिँ फेरि एक्चुअली हिँडिसकेको बाटो चाहिँ फेरि अर्को चाहिँ त्यो म्याप लाएर हिँडिरहन लास्टै गिजी लाग्छ कि सम्झिदिन्छु कि म फेरि मेरो फेरि दिमाग त्यस्तो सार्प के हुन्छ नि खै मलाई बचपनमा के भएको थियो खै मम्मीले मलाई के खुवाएको थियो होइन यस्तो सार्प कि ब्रिलियन्ट माइन्ड क्या अब ओ माई गड वाट अ ब्रिलियन्ट माइन्ड आई हेभ है आफ्नो बयान आफै गरिदिरहेको छु देख्न सक्नुहुन्छ यहाँ के छ यहाँ मसाज पार्लर रहेछ झिप्ली गरे यहाँ मसाज हान्न मन छ नि त्यहाँ जानुहोस् मसाज रहेछ त्यहाँ होइन स्टार होटल रहेछ त्यहाँदेखि स्टार होटल भन्ने त्यहाँ रहेछ होइन कहाँ त छैन म होइन स्टार होटल होइन सुनिया त आएको थियो होइन यहाँ रहेछ स्टार होटल अरू के छ त्यहाँतिर वरिपरि यतापट्टि छ ओल्ड टावर यतापट्टि छ यो स्ट्रिटमा छ स्ट्रिटमा दामी कुराहरू छ हेर्दै म यहाँ देखाइदिन्छु यो स्ट्रिटमा त रमाइलो छ म यतै जानु लाग्यो म है ए होइन यहाँ के छ यी युनिक लाइफ रहेछ यहाँ सब चाइनिज पसलहरू छ होइन धेरै जसो यतै बाटो काटेको यहाँ वे बिजी छ होइन पानी पर्यो यो है पानी परे जस्तो भयो रबेन फुटवेयर रहेछ यहाँ होइन के छ हो यहाँ त यार हन्साङ टकिला सनराइज होस्टल रहेछ है होस्टेल रहेछ यहाँ त यहाँ गाइजहरू एक्ज्याक्टली कुन चाहिँ प्लेस हो यो भनेर तपाईँलाई थाहा भने चाहिँ कमेन्ट गर्नु होला होइन म त थाहा छैन होइन एक्ज्याक्टली के भन्छ ठाउँलाई होइन मेरो काम भनेर डेलिभरी दिने हो म त हिँडिरहने होइन बाटो चाहिँ याद छ मलाई यो बाटो यहाँ पुग्छ भनेर द ओन्ली थिङ आई डोन्ट नो इज वाट प्लेस इज वाट है यो कहाँ हो एक्ज्याक्टली त्यो थाहा छैन कि मलाई फेरि अब यो कहाँ आइपुग्यो नि थाहा छैन होइन बाटोमा लेन पनि देखेँ होइन मैले लेनै कहाँ छ थाहा छैन यो त लास्टै इट्स अ काइन्ड अफ वाङ 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 खाली बाटो रहेछ होइन हालिदिन्छु बालै छैन ल अब यहाँ के हो यत्रो यो साइकल होइन के उबर इट्स छ नि त यो हिजो म चाहिँ यताभित्र जाने होइन त्यो त अगाडि जान्न म यताभित्र हो आई विल गो दिस साइड देख्न सक्छ यहाँ बिल्डिङ्सहरू यु क्यान सी बिल्डिङ्स ए कचराहरू गरेको छ नि यहाँ म चाहिँ यताबाट अब राइड हाल्नुपर्छ होइन यही साइकल झर्ने मरेन होइन त्यो साइकल मसँग ठोकिन आयो भने त म त उडाइदिइहाल्छु म त बालै छैन ठोकिन आउनु भएन होइन हेरेर आउनु पऱ्यो होइन मसँग ठोकठाक गर्न आउने मान्छेहरूलाई त म ठोकिदिइहाल्छु यस्ता म त बालै छैन मलाई देख्न सक्नु चाहिँ मैले यहाँ पार्क गरेँ होइन म जानुपर्ने चाहिँ यो बिल्डिङ छोडेर यो पछिको अर्को बिल्डिङमा हो यहाँ चाहिँ पार्किङ छैन होइन सो सिटी मस्त देखे होइन टिकेटेक एन्टरटेनमेन्ट ग्रुप
सुन्नुभयो होला तपाईँले त्यो होइन? यसले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ हुन्छ नि इभेन्ट हुन लाग्यो भने स्पोर्ट्स इभेन्ट, कन्सर्ट इभेन्ट होइन, जति पनि इभेन्टहरू हुन्छ त्यसको चाहिँ टिकटहरू चाहिँ यिनीहरूले बेच्छन् होइन। ए यो गाई चाहिँ तपाईँलाई थाहै होला, देख्न सक्छ यिनीहरूको अफिस मिटिङ सिटिङ द फ्यान इज आवर स्टार लेख्या। योभन्दा तलतिरको लेभल राम्रो छ। सो सेम थिङ है यहाँ पनि है, देख्न सक्नुहुन्छ होइन। यिनीहरूको यो कम्पनीको काम भनेको चाहिँ देख्न चाहिँ कन्सर्ट भयो होइन, यी बिटल्स भने होइन, यो चाहिँ मलाई थाहा, बिटल्स थाहा, जिमी हेन्ड्रिक्स थाहा मलाई, रोलिङ स्टोन्स थाहा मलाई होइन, अरू के थाहा छ मलाई, पिङ्क फ्लोइड पनि थाहा मलाई, आइरन मेडन पनि थाहा मलाई होला, म त म्याक्सिमम् सबै कुरो थाहा रहेछ होइन। सो यिनीहरूको काम भनेको चाहिँ यिनीहरू यस्तो कन्सर्टहरू हुन्छ, यस्तै इभेन्टहरू हुन्छ, त्यही हो यिनीहरूको त्यो काम भनेको टिकट सेल गर्ने होइन, इभेन्टहरू अर्गनाइज गर्ने, द्याट्स व्हाट इट इज है। अब तपाईँहरू पढ्नुभयो राम्रो इभेन्ट अर्गनाइजर हो भने चाहिँ यहाँ काम खोज्न सक्नुहुन्छ होइन। आएर यहाँ कुरा गर्नुहोस्। जिमी हेन्ड्रिक्स, एसिडिसी, रोलिङ स्टोन्स, निर्वाणा सब छ त्यहाँ। गाइजहरूले खुसी भइसक्यो म होइन, खुसीको सीमा नै रहेन, मेरो खुसीको सीमा नै रहेन। अब म घर जान्छु, भात खाएर सिरानीमा शिर राखेर सुत्ने प्रयास गर्छु। भोलि बिहानै 7:30 बजे फेरि काम छ होइन। दैनिकी त यसरी बितेको छ, थाहै पाइनँ। सो साथीहरू देख्न सक्नुहुन्छ है, म चाहिँ फर्किसकेको छु है। सक्यो डेलिभरी। कति भयो काम, कति बजी गएको थिएँ म? 2 बजे आएको थिएँ, अहिले ठ्याक्क 8 बजे 2, 3, 4, 5, 6, 7, 8 6 आवर डाउन भइसकेको छैन, प्लस 1 मोर आवर हुन्छ होइन। मलाई फर्किन अझै 1 घन्टा लाग्छ। सो टोटल 7 आवर्सको सिफ्ट हुनेछ मेरो आजको। राम्रो भयो डेलिभरी, काहीँ कतै के चक्का पनि भएन। देख्न सक्नुहुन्छ सबै सरसरै गरिदिएँ मैले होइन। जति टाइममा भ्याउनु पऱ्यो त्यति टाइममा भ्याएर आउँदैछु होइन। अनि यो बाटो चाहिँ म हिँडेको छु, यो बाटो चाहिँ मलाई थाहा। पहिले यहाँ सुरुमा मुगलान थियो होइन, यहाँ के आएछ यहाँ द स्प्यारो भन्ने आएछ अहिले चाहिँ होइन। पहिले यहाँ मुगलान थियो है, मुगलान हान्ने पसल थियो, खैको डुब्यो अरे भन्ने सुनेको थिएँ होइन। मुगलान भयो, अनि यहाँ चाहिँ यो ओल्ड टावर भयो चाहिँ होइन, यो हाइप त्यहाँ छ। सबसे बिजी बाटो हो यो चाहिँ होइन। ऊ त्यहाँ छ, ऊ 3 वाइज मङ्की त्यहाँ छ होइन। ऊ त्यो पियुबी पब लेखेको चाहिँ 3 वाइज मङ्की हो होइन। त्यहाँ 3टा बाँदरको चित्र होला नि माथि होइन, ठ्याक्क पब माथि है। त्यो चाहिँ 3 वाइज मङ्की हो, ठुलो छ माथि क्लब, लास्टमा बल्छ त्यहाँ चाहिँ म गएको होइन। नेप्लिज क्लब भन्छन् क्या, खै म्याक्सिमम् नेपालीहरू त्यहीँ हुन्छन् होइन यो पबमा। फर्किने देख्न सक्नुहुन्छ होइन, एन्जेक ब्रिज अँधेरो भयो, के देखिन्थ्यो होला र देखिन्छ, तर जे भयो नि जति देखिया होइन। कुनै दिन मौका मिल्यो भने दिउँसोको नि म भिडियो बनाउँछु होइन, उज्यालोमा आउँछु होला, आयो भने चाहिँ देखाउँछु तपाईँहरूलाई। त्यो चाहिँ फ्रीको बाटो हो होइन, त्यताबाट गयो भने पुग्न चाहिँ। तर हामी जान्छौँ पारबाट ब्लू माउन्टेन्स, टोलकै बाटो जान्छौँ। मैले पैसा तिर्ने होइन, साउल तिर्ने हो होइन। अर्कैको पैसामा रजाइ गर्न त सबैले मजै आउँछ होइन, त्यही भएर। देख्न सक्नुहुन्छ डुरमनी, त्यो डुरमोइन कि डुरमोइन नि हरिब छ है, घुम्न जानु छ भने त्यता पनि गयो हुन्छ, दामी छ त्यो ठाउँ नि। टनलमा स्पिड क्यामेरा चाहिँ कसरी पत्ता लगाउने, कहाँनिर हुन्छ भनेर होइन मैले भनेको थिएँ नि। यो स्पिड इन्फोर्स लेखेको छैन अगाडि यहाँ बोर्डमा, यहाँ यो स्पिड इन्फोर्स्ड ठ्याक्कै यसकै अगाडिपट्टि छ क्यामेरा, हेर्नु यहाँ ठ्याक्कै यहाँनिर छ, द्याट्स क्यामेरा है देख्नु हो। एउटा यो भयो, अनि अर्को चाहिँ ऊ अब त बरुड कटेसी छ, बरुड कटेसी स्टार फिल्ड नपुग्दा ह। देख्न सक्नुहुन्छ गाइजहरू है, म आइपुगेँ होइन। यसलाई म यहीँ लगाइदिन्छु होइन। यसमा राखिदिन्छु। सो गाइज देख्न सक्नुहुन्छ होइन, आइम ब्याक अगेन है, आइम ब्याक अगेन भन्दा म आइपुगेँ होइन, वेयरहाउस आइपुगेँ। अब फाइनली चाहिँ के गर्नुपर्छ भन्दाखेरि घर जानुभन्दा अघि चाहिँ, काम त सकिएकै हो होइन, तर घर जानुभन्दा अघि चाहिँ यो जुन मैले लिएर गएको थिएँ है, देख्न सक्नुहुन्छ नि अहिले चाहिँ मैले भरि लिएर गएको थिएँ। अहिले चाहिँ यु क्यान सी है, मैले यहाँ सब खाली बनाएर ल्याइसकेको छु। यो चाहिँ अनलोड गरिदिनुपर्छ, किन भन्दाखेरि यो भ्यान भोलि बिहान युज हुन्छ होइन, अहिले नभए भोलि बिहान ड्राइभर जान्छ। सो यही हो ल है, यति थियो होइन आजको भिडियो मेरो, यही हो होइन।
आशा छ होइन तपाईँहरू मेरो भिडियो लास्टसम्म हेरेर बसिरहनु भएको छ होइन। देख्न सक्नुहुन्छ यही थियो होइन, आजको भिडियो यही थियो। देख्न सक्नुहुन्छ म डेलिभरी गरेर आएँ। अनि कुरो के थियो भन्दाखेरि चाहिँ मेरो पेको कुरो थियो है, द्याट $70 पर आवर। अनि 7 आवर्स भयो होइन, 7 आवर्स टाइम $70, द्याट्स लाइक $490 है गाइजर है। गाइजर यो चाहिँ $490 को जब थियो होइन। मैले झोलामा यहाँ केरा हालेको होइन, केरा र अलिकति सुन्तला हालेको, अनि यो चाहिँ दुध भयो है। सो द्याट्स इट, लेट्स गो होम नाउ। दिन्छौँ फेरि अवे गर्ने, बत्ती मारिदिने, एन्ड वी गो। देख्नु सक्नुहुन्छ मलाई दुध पनि लिएर गएँ, काम पनि गरेँ, अब घर जाने हो, भात खाने हो, अनि सुत्ने हो। सबैजनालाई धेरै धेरै धन्यवाद अन्तिमसम्म भिडियो हेरिदिनु भएकोमा। र यस्तै नयाँ नयाँ कन्टेन्ट लिएर आउने कोसिस गर्ने नै छु म। त्यति जेलसम्मलाई मलाई पनि बिदा दिनुहोस्, तपाईँहरू पनि आरामसँग बस्नुहोस्। यति भन्दै आजको मेरो भिडियो यहीँ सक्दैछु म। फेरि भेटौँला, त्यति जेलसम्मको लागि गाइजहरू मेरो च्यानल हेर्दै गर्नुहोला। बाई 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 guys, bye 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 bye. See you in next video. See you guys, see you.